वेलकम टु माई न्यू भ्लग। आज यतिकै टाइम पास साँझको बेला बाहिरतिर हिँड्न यस्तो छ भ्यू। एकैछिनमा बाहिर जानु लागेको, जङ्गल छ यहाँ, सनसेट। एकैछिनमा भेटौँला गाइज। हामी चाहिँ बाहिर निक्लिसकेका छौँ। अब एकैछिन डुलेर चाबी फेरि यहाँ बाहिर ल्याउनुहुन्छ। हामी बाहिर निक्लिँदा यो रहेको छ हाम्रो बाटो, यहाँ रहेका छौँ हामी, अनि हामी जाँदैछौँ डुल्न। सनसेट हुँदैछ। आज आकाश खुल्ला गरेको छ, पानी परेको छैन। अहिले आउन नि सक्छ, भर छैन यहाँको। 2 hours later. चार्जर ल्याएर आएको। यता पानी चाहिँ परेको छैन, यो रात परिसक्यो। भर्खर चार्जर ल्याएर आएको दाता के भयो। उता बाबालाई छोड्न जानु छ, बाटो बन्द भएर। बाबा ढोकाहरू लगाइदिनु न। होइन निस्किने हो। हामी जाँदैछौँ चार्जर लिन। हामी बस्ने कोठामा चार्जर लिन जाँदैछौँ। यहाँ रहेको छ मन्दिर। चार्जर लिएर फेरि बाबाको भए ठाउँ पुऱ्याउन जाने हो। स्यामसङको यो नयाँ एडाप्टर अनि यो डाटा केबल मोबाइल नि छिडेको उल्टो छिरेको दवा जस्तो। वे तो दुईटा आयो। 100 रुपियाँको चुना। टाउको कतिको लायो? 300 रुपियाँ चुना। यो पनि गयो के अरे अब होइन यो निक्लेपछि त केही हुन्न। हतो निलो कसरी निकाल्ने म तार्छु। त्यसले अड्कीलाई सानो सानो गरेर आयो। यस्तो छ हालत। त्यो भित्रको हो त्यो त्यसको त कामै हुन्न होइन र यसको। यो त त्यो चार्जरको। त्यो चार्जर चाहिँ मैले बुझ्नु त आएन। अलिअलि आयो होइन आएको।
खै यत्तिकै जोड्न मिल्दैन यो अब यहाँ जोड्न लागि तर यहाँ यो भयो नि यो बिग्रियो भने उता माइजू घाम अर्की त्यो उसै अर्किन्न यत्तिकै नै चार्ज हुन्छ हुन्न होला यो काँटा पनि बिग्रेछ भित्र यहाँ गर्ने भने यो खै बिस्तार गर फेरि एमा त गरे त्यो पहिल्यै बिग्रिया रहेछ हामी आफ्नो बाटोतिर हिँडिसकेका छौँ स्वर बाटो सय रुपियाँको त्यो टाउकोलाई चाहिँ महँगो पर्छ क्या हिँड्ने बाटो यहाँ मामा बस्नुहुन्छ आपको बोट मामा मेरो घोडामा हाई भन्दैन हाई भन्दैन माइजले मलाई फोन हान्नु भयो रहेछ म त बाहिर गर्दैन ओनै नभएपछि नि क्यामेरा उसमा के किन टाउको असर गर्थ्यो त्यो मैले यो मात्र लिएको भर्खर यो हालेर चेक गरेको त्यो बिग्रियो त्यो टाउको चल उति बात जान्छ खाना खान्छ अब आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है और उम्मीद का दामन छूटा तो नहीं है।